हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग। स्वागत गर्छु तपाईहरुलाई मेरो भ्लगमा। अनि आज चाहिँ हामी चारजना अनि अलैँची फार्न हिँडेको। अनि आज चाहिँ यो तल भट्टीमा कुरिङमा अलैँची फार्न आएको छौँ। लाइक गाइजहरु, आजको सर्ट भ्लगमा तपाईहरुलाई स्वागत छ। आज हामी फुल भ्लगलाई हेर्ने छौँ, त्यसैले तपाईहरु ट्युन रहनु होला। लेट्स गो। ल गाइज, हाम्रो गयो टिममा जंगलमा छिरिम अलैँची फार्नु। हेर्नुहोस् अलैँचीको फुलहरू खतरा फुलिरहेको रहेछ। आम्मा अलैँची फुलिरहेछ हाम्रो सौजीको। आज हामी चाहिँ सौजीकोमा यो गहिरोमा फार्नु आएको। यो मुनि बाटै छ नि बुढोको यार, एट माथिसम्म चाहिँ तलसम्म छ। आज हामी फार्नेछौँ यहाँ। हेर्नुहोस् गाइज, अलैँचीको बोट भनेको यस्तो हुन्छ, कतिजनालाई थाहा छैन होला। अनि फुल कसरी फुल्छ यहाँ पछाडि देखाइदिन्छु तपाईहरुलाई। यसरी फुल्छ सुरुमा, अनि बिस्तारै फल लाग्छ। यसलाई चाहिँ यस्तोलाई फुल भन्छ गाइज। थाहै छैन, जतिकै गरिदिनु परेन त। यो चाहिँ फुल फुल्दैछ भर्खरै। अहिले चाहिँ वैशाख 4 गते हो आज चाहिँ। अनि बिस्तारै अनि फुल लाग्छ। अनि असार साउनभित्र चाहिँ टिपेर सक्छ। भदौभित्र चाहिँ टिपेर सक्छ। अनि अहिले चाहिँ भर्खर सुरु हुँदैछ। आज चाहिँ यही ड्युटी गर्न आएको हामी चारजना। यस्तै छ गाइजहरू हाम्रो।